वेलकम टु अनदर न्यू भिडियो। अब आजदेखि चाहिँ हाम्रो ब्रिटिस आर्मीको सिलेक्सन सुरु भइसकेको छ, जुन चाहिँ फेज 1 हो। फेज 1 मा चाहिँ हाम्रो झापा जिल्लालाई सोधेको एक दुईवटा क्वेशनहरुको सोलुसन मैले यहाँ लिएर देखाउन गइरहेको छु। फाइन्ड द टोटल सरफेस अफ पिरामिड। पिरामिड हेर्दिने यहाँ हाम्रो के छ भन्दा यहाँ स्क्वायर बेस पिरामिड रहेछ। यसको निकाल्नु पर्यो सुरुमा। ल यसको स्क्वायर बेसको यो साइडको तलको बेसको एरिया निकाल्दा के हुने भयो? ल बेस एरिया 15 into 15 भनेको मैले पहिलादेखि पढ्नु पर्छ भने चाहिँ केटाहरुलाई कति हुने भयो? 225 हो। अब माथि हो लेटर सर्कल एरिया अथवा यो ट्रायंगलको चारवटा ट्रायंगलको एरिया निकाल्नु ल। एरिया अफ 4 ट्रायंगल्स कस्तो हुने भयो? एरिया अफ 4 ट्रायंगल्स सर्ट फर्मुला लगाउनु बित्तिकै त अब थाहा छ। ल देयर आर 4 ट्रायंगल्स 1/2 यसको बेस भनेको 15 छ इन्टु यसको यो भनेको साइलेन्ट हाइट छ 70 साइलेन्ट हाइट। यसो गर्दियौ के भनेको यो र यो काट्यो 2 भनेपछि 2 into 15 प्लस 7 गर्दाखेरि यो भनेको 30 into 7 गरेर कति भयो? 21 यति भएछ। अब टोटल सरफेस एरिया भनेको दुईटा जोड्नु पर्यो। जोड्दाखेरि के हुने हो? यहाँ चाहिँ हाम्रो 2 2 5 जोड्दियौ 5 3 4 भनेपछि हाम्रो आन्सर यति नै हुन्छ 435 सेन्टिमिटर स्क्वायर यति भनेर। ल Come about a shirt at 850 rupees after 15% discount. Find the original price. Original price निकाल्नु पर्ने छ। यहाँ 15% डिस्काउन्ट दिएको भनिसकेपछि यो प्राइस चाहिँ कतिको भन्दाखेरि अब यहाँ 100 माइनस 15 गर्दाखेरि हाम्रो 85। यो चाहिँ 85% भनेपछि हामीले के भन्नु पर्यो भने 85% इक्वल्स टु आरएस यति। सर्टमा गर्दाखेरि यसो गर्न सकिन्छ। अब हाम्रो 1% भनेको कति भन्नु हुने भयो? युनिटरी मेथड युज गर्दाखेरि हाम्रो यस्तो हुन्छ। त्यसमाथि अब हाम्रो यो 100% भनेको ओरिजिनल प्राइस अथवा टोटल प्राइस चाहिँ हो। त्यही भएर हामीले यसरी युनिटरी मेथड युज गरेर यसलाई चाहिँ निकाल्न सकिन्छ। गर्दा कस्तो भयो? 85 यो काट्नु मिल्यो 10 हुने भयो भनेपछि हाम्रो कति रहेछ? आरएस 1000 रहेछ। इफ x को भ्यालु दिएको छ y को भ्यालु दिएको छ फाइन्ड देन भन्नु दिएको छ। हामी यसलाई डाइरेक्ट गर्दियौ 26 into x भनेको 5 छ प्लस 33 into y भनेको 6 छ। गर्दियौ कति हो? 530 5 to the 10 30 भनेपछि 3 थियो यति भएछ हो। यो रहेको त 6 3 जा 18 6 3 जा 18 भनेपछि अब यो 19 भइगयो हो हाम्रो। ठीक छ नि? यो जोड्दियौ 8 यो रहेको त 12 अब यो 2 क्यारी ओभर जोड्दाखेरि भनेपछि हाम्रो आन्सर यति रहेछ यसको। राम अर्न्स 80 पाउन्ड इन 8 आवर्स फाइन्ड हिज आवरली अर्निङ भनेपछि उसले इन 8 आवर उसले कति कमाउँछ? 80 कमाउँछ 80 पाउन्ड कमाउँछ भनेपछि उसले अब आवरली भनेपछि इन 1 आवर उसले 1 घण्टामा कति कमाउँछ? 80 लाई चाहिँ हामीले 8 ले डिभाइड गर्ने हो। गरिदिने बित्तिकै 8 भनेपछि हाम्रो आयो 10 भनेपछि उसले 10 पाउन्ड कमाउँदो रहेछ 1 घण्टामा आवरली भनेको यसरी निकाल्नु पर्ने हो। There are 5 white balls, 4 red balls and 1 blue balls. 2 balls are drawn randomly without replacement. Find the probability of getting 1 white ball, 1 red ball in percentage. Percentage मा निकाल्नु पर्छ यसको प्रोबेबिलिटी लाई। Round off your answer in 1 decimal place भन्नु भन्ने छ हो। सबैभन्दा पहिले हामीले के गर्नु पर्छ? जम्मा टोटल बल कति छ? 5 वटा 4 9 भनेपछि 10। टोटल नम्बर अफ बल चाहिँ के छ हाम्रो? 10 वटा रहेछ हो। अब हामीले प्रोबेबिलिटी अफ गेटिङ 1 व्हाइट एन्ड 1 के छ? रेड बल पर्ने प्रोबेबिलिटी निकाल्नु पर्ने छ। यसमा हामी के गर्छौं? डाइरेक्ट ल व्हाइट कतिवटा छ? देयर आर 5 व्हाइट बल है। यसको प्रोबेबिलिटी यो भयो। अब यसमा फेरि त्यतिबेला रेड पनि पर्न सक्छ भनेपछि रेड कतिवटा छ? 4 वटा छ विदाउट रिप्लेसमेन्ट भनेपछि यहाँ 9 भयो प्लस अब हाम्रो आयो रेड बल पर्ने रेड भनेपछि यहाँ 10 अब व्हाइट यसो गर्दियौ ल काटिदियौ यसलाई 5 to the 10 2 1 the 2 2 भइगयो है। 5 to the 10 2 2 छ भनेपछि माथि रह्यो 2 तल रह्यो 9 प्लस 2 का मुनि 9। अब हाम्रो यसको सिम्प्लिफाई गर्दा के हुने भयो? एलसीएम 9 आयो 2 plus 2 गरेर हाम्रो हुने भयो 4 का मुनि 9। यसको प्रोबेबिलिटी यो हो। तर हामीले यसको आन्सरलाई केमा लेख्नु पर्छ? पर्सेन्टेजमा लेख्नु पर्ने छ। यसलाई पर्सेन्टेजमा लान हामी के गर्छौं? 100 ले मल्टिप्लाई गर्छौं यसरी। ल गर्ने बित्तिकै 400 का मुनि 900 भनेर भयो। यतातिर जाउँ के हुन्छ? ल 9 ले 400 लाई चाहिँ हामी डिभाइड गरौँ
9 4 जा 36 4 भइहाल्यो है 9 4 जा 36 फेरि यहाँ 4 आइहाल्यो पोइन्ट 0 थप्यो 9 4 जा 36 पोइन्ट फेरि 4 टाइम्स गयो यहाँ फेरि 4 टाइम्स जाने रहेछ है यो हामीले थाहा पाइसक्यौँ यो 4 टाइम्स नै जाने रहेछ यसरी भनेर 1 डेसिमल प्लेसमा लेख्नु पर्ने चाहिँ योभन्दा बढ्ता नजाने हाम्रो राउन्ड अफ पनि गर्दा फेरि कति हुने भयो हाम्रो एन्सर भन्दा यसको एन्सर चाहिँ हाम्रो 44.4% भनेर हाम्रो एन्सर चाहिँ यति आउने गयो ल